हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मैले मर्निङ टाइममा के तरकारी पकाउन लागेको छु भने आज मैले नयाँ तरकारी बनाउन लागेको छु। अब खाएकै तरकारी त के खाइरहनु, एउटै तरकारी भनेर दिक्क लागेर आज मैले यो काँक्रा र यो आलु मिसाएर पकाउन लागेको छु। अरूले भनेको सुन्दा त खाएको मिठो हुन्छ अरे काँक्राको तरकारी भनेको सुनेको छु। अब पकाएर हेरौँ कस्तो हुन्छ। अनि म मिठो हुन्छ कि हुँदैन कि त्यो पनि भन्ने छु है साथीहरू। हाम्रो घरमा चाहिँ नखाइकन नै छ्या भन्नु थालिसक्यो कि अब खानेकुरालाई कहिले पनि छ्या भन्नु हुँदैन कि यो खानेकुरा हो नि त। खानेकुरालाई त्यस्तो कहिले पनि इन्कार गर्नु हुँदैन, छ्या भन्नु हुँदैन कि। मलाई चाहिँ त्यो छ्या भनेको मन पर्दैन कि खानेकुराहरू। जे चिज होस् त्यो खानेकुरालाई कहिले पनि छ्या भन्नु हुँदैन। कहिलेकाहीँ नयाँ कुराहरू पनि अनुभव गर्नुपर्छ, टेस्ट लिनुपर्छ कि। मैले काटेर रेडी गरिसकेँ, अब म पकाउँछु अनि खाएर भन्छु है कस्तो हुन्छ यसको टेस्ट चाहिँ।